हेलो हाई गाइस वेलकम अनि स्वागत छ गाइस। आज चाहिँ म यसो ड्युटीबाट आएर मर्निङ वाकतिर निस्केर आएको। बाहिरतिर एकदम रमाइलो छ। म चाहिँ गाइस आउट अफ कन्ट्री खाडीमा, जस्तै आफ्नै गाउँघर जस्तै लाग्छ, एकदम रमाइलो छ। तर सो रमाइलो छ, एकदमै रमाइलो छ। बाहिर घुमघाम गर्नको लागि हाम्रो साथी हुनुहुन्छ उता, फोनमा बोल्दै घुमिराख्नु भएको छ उता साइडतिर। अनि तपाईँहरू गाइस हाम्रो भिडियो कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ, भिडियोमा एउटा सानो छोटो मिठो कमेन्ट दिनु होला। म चाहिँ यता हाम्रो खाडी कुबेतदेखि है गाइस जस्तो छ। बाहिरतिर एकदम बबालै छ, ठ्याक्कै लगभग झन्डै आफ्नै गाउँघर जस्तै छ। भर्खरै घाम लागिसकेको छ। अहिलेको हाम्रो यहाँ बिहानीको 6:30 हुन थाल्यो होला। नेपालमा झन्डै 9-10 बजे होला अहिले। रमाइलो छ नि घुम्नलाई एकदमै गाइज। पक्क ड्युटी भ्याएर यसो बाहिरतिर घुम्दिएर आएको। के छ बाहिरको मौसम अवस्था, अनि खाना खाएर खाना चाहिँ पचाउनु पऱ्यो भनेर घुम्दिएर आएको हामी चाहिँ होइन। यस्तो छ गाइस, हेर्दा ठ्याक्कै विदेश जस्तो चाहिँ छैन। यहाँको मान्छेको बोलिने भाषा चाहिँ अलिकति विदेशी जस्तो लाग्न सक्छ, नत्र चाहिँ त्यस्तो लाग्दैन। सेम आफ्नै गाउँठाउँ जस्तो लाग्छ। अहिले त धेरै लङ टाइम भएर पनि होला बस्दा अहिले गाउँ पनि बिर्सिसक्यो। त्यही भएर गाइस होइन, भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र यस्तो दैनिकी भिडियोहरू टाइम मिलेअनुसार सकेसम्म, टाइम मिलेसम्म चाहिँ हामी भिडियो ल्याउने प्रयास गर्नेछौँ है त। एउटा सानो प्रयास गाइज यस्तो छ है। यस्तो छ, हाम्रो साथी चाहिँ अगाडि भागिराख्नु भएको छ फोनमा बोल्दै। गर्मी पनि सुरु हुन थाल्यो खाडीमा होइन। माथिबाट बम ब्लास्ट होला जस्तै भइरहेछ। बम चाहिँ अब आज चाहिँ झन्डै 2टा बम फालेको भन्ने सुन्नेमा आइरहेछ गाइज होइन। 2-3टा बम मरिन्छ कि बाँचिन्छ थाहा छैन। बाँचे टुप्लुक्कै, मरे पुक्लुक्कै भने जस्तै गाइज होइन। त्यस्तै हो यार। हेलो गाइज, के छ अनि? यसो होइन, हाम्रो साथी चाहिँ एकदम गिर पारेर दौडिराख्नु भएको छ यार। यसो साथीलाई पनि देखाइदिउँ भिडियोमा, यसो भ्लगमा भनेको यार होइन। साथी चाहिँ जग्रिराख्नु भएको छ, एकदम फोनमा बिजी व्यस्तता हुनुहुन्छ, त्यही भएर पनि हो। अनि त्यस्तै हो, खाडीमा त बाँच्न नि गाह्रो छ यार। बम ब्लास्ट भएको भएछ होइन, त्यही भएर पनि गाह्रो छ गाइज। के गर्ने होला यार। फेरि आज पनि 2-3वटा ब्लास्ट फाल्यो भन्ने सुन्नेमा आइरहेछ। त्यस्तै हो, माथिबाट देख्नु हुँदैछ। अनि लगभग हाम्रो त छेउछाउतिरै नजिकतिरै ब्लास्टहरू दिइरहेछ होइन। ठ्याक्कै कता हो भन्ने कुरा चाहिँ सुन्नेमा आइरहेछ। यस्तै कामको सिलसिलामा गर्दा बिजी व्यस्तताको कारण बाहिर निस्किन पाइएको छैन र घुम्नु पनि पाइएको छैन। अनि सुन्नेमा चाहिँ आइरहेछ होइन। गाइज स्टे सेफ, सबैजना सेफ रहनु होला आफ्नो ठाउँमा है त गाइज। यस्तै हो, भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।